हेलो नमस्ते एभ्रिवान, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा हैन। धेरै पछिको भिडियो यो चाहिँ हैन। आज चाहिँ हाम्रो अफिसबाट कार्यक्रम चाहिँ चुरे गाउँपालिका वडा नम्बर 2 र 4 मा भएको कारणले चाहिँ ठाउँ चाहिँ एकदमै राम्रो भएको कारणले चाहिँ देखाउनको लागि चाहिँ त्यो ठाउँहरु मैले चाहिँ आज भिडियो बनाएर आएको छु हैन। अलिकति लेट पनि भइसक्यो। अब रेडी सेडी हुन्छु अनि अब बाटोमा सानसानो क्लिपहरु र हाम्रो मेन ठाउँ चाहिँ देखाउनु पर्छ है। म चाहिँ रेडी भइसकेँ हैन। अब चाहिँ टक्क अब यहाँबाट निस्क्यौँ अनि हाम्रो चाहिँ गाडी रिजर्भ छ। हामी 5 जना छौँ। अब मजाले जाऊँ हैन। बाटोमा चाहिँ अलि इन्ट्रेस्टिङ ठाउँहरु चाहिँ भिडियोमा क्याप्चर गरौँला। बाँकी कुराहरु चाहिँ अगाडि भिडियोमा है त। भिडियोलाई चाहिँ लास्टमा हेरेर चाहिँ नबिर्सिनु होला है। ल हामी चाहिँ अहिले घरबाट निस्किसके यता रोडतिर आएर उभिएको छौँ हामी। अनि हाम्रो गाडी चाहिँ पछाडिबाट आउँदैछ। अरू पनि हुनुहुन्छ हैन। त्यसपछि सबैजना जम्मा भइसकेपछि हामी चाहिँ निस्किन्छौँ। अहिले चाहिँ हामी बाहिरमा छौँ। ट्याक्क यहाँबाट हिँड्छौँ र अनि त्यसपछि अब बाटोमा राम्रो राम्रो ठाउँहरू इन्ट्रेस्टिङ ठाउँहरूमा चाहिँ हामी क्याप्चर गरेर चाहिँ भिडियोमा हाल्नेछौँ है त। अहिले चाहिँ हामी घरखेडा पुगे। घरखेडा भन्ने ठाउँ हाम्रो चुरे गाउँपालिकाको कार्यालय भएको ठाउँ। जन्म मृत्यु विवाह तला र टमाटरको लागि एकदमै व्यक्तिगत घटनाकर्ता आफ्नो स्थानीय वडा कार्यालयमा गई 35 दिन यो चाहिँ हाम्रो चुरे गाउँपालिकाको एकदम बाग्ले प्रसिद्ध क्षेत्र हो यो। हो दाइ ल ल भनौँ त एउटा मिठो कहिलेदेखि चलाउनु पर्छ गाडी? इन्टरभ्यु पुरै हो। विस्तापित रे ल दाइ ल गाडीलाई एउटा तपाईँको गाडी चलाउँदाखेरि एउटा सूर्य त पुरा भाषण देखिन्छ त त्यहाँबाट वास्तविक देख्नु भएको ल जाओस् जाओस् एक मिनट पैसा पुरै भएन। अरू सुनेको कुरा भएन। एक दिन दर्शाउँछु तैँको आएर चाहिँ बोलाउँछु भनेर हामील र बोलाएको त आउँदै आएन त। नि के ल कहाँ नि एउटा मेरो साथी थियो है। उसको साथी भन्दाखेरि यहाँ थियो साथीले नाम भन्नु तपाईँ हगो खान्दै डिस्टर्ब नगराउनु यार कहानी भन्दाखेरि ल गराउन यार बिच बाटोमा होइन। साथीले पुरा 2-3 दिन मारेछ क्या अनिलो भएर गोल बोल्दै हो। संसारका जङ्गलमा रहेछ त्यो कहानी है। त्यो कहानी कसरी रहेछ भन्दा उसको एक साथी एक्लै दिन भएर त्यो अनिलो रहेछ। अनिलो अवस्थामा गाडी लिएर आउनु रहेछ उता पश्चिमतिर मजाले आइरहेको रहेछ। के भनेपछि ठ्याक्क निदाएछ है। निदाइसकेपछि गाडी चलाउँदै निदाएर रहेछ र बिच बाटोमा बिउजे चाहिँ हेर्छु भन्दा त गाडी त जङ्गल गइरहेर क्या। रोडै थिएन र क्या। कता रोड हो यता रोड हो उता रोड थाहा पाउने र त्यसले गाडी हिँडिरहेको कहानी भएर गाडी चलिरहेको अरे यस्तै मैले चलाइरहेको छु नि यस्तै हिँडिरहेको रोड छैन गाडी निदाएछ। अगाडि गएर पुग्दाखेरि चाहिँ बिउजी चाहिँ हेर्दाखेरि त न रोड पुरा फिल्डमा कुद्रा जङ्गलमा कुद्राएर गाडी यो कहानी। अहिले चाहिँ हामी चुरे गाउँपालिका वडा नम्बर 1 घोडथर भन्ने ठाउँ पुगेका छौँ। यो चाहिँ पुरै सिन्धुलाको बाहिर रहेछ यहाँ चाहिँ हो। छोडा मोबाइल तिमीलाई के माया अहिले यो चाहिँ हाम्रो चुरे गाउँपालिका वडा नम्बर 1 घोडथर भन्ने ठाउँ पुगेँ। अहिले हामी हिँडेको चाहिँ लगभग 1-1.5 घन्टा जति भयो। यो चाहिँ एकदमै सुन्तला चाहिँ यहाँ एकदमै राम्रो हुन्छ होइन। हजुर हामीसँग यहाँ पत्रकारका छोरा काजु छन् एकछिन है
ल पत्रकार तिमी केही छ भन्नु? स्वागत छ नरेश योगी। नाथको भन्ने बिचको नाथको भन्ने हो। पञ्जीकरण शाखाले नाथको भन्ने हुँदै आयोजना गरेको विशेष गरी यो हाम्रो टोली नै छ। यो हाम्रो साथीहरू टोल्नै छौँ। त्यति बेला हामी यो चुरे गाउँपालिका वडा नम्बर 1 को घोडेथौडमा पुगेका छौँ। त्यसै गरी हाम्रो चुरे गाउँपालिका वडा नम्बर 2 र 4 मा जाने क्रममा कैद गरिएका केही तस्बिरहरू हुन् र विशेष गरी यसमा चाहिँ हाम्रो एकदमै सुन्तला पकेट एरिया हो यो। विशेष गरी चुरे गाउँपालिका वडा नम्बर 1 अनि यसै गरी 3 अनि यसै गरी 4 र 2 मा पनि विशेष गरी यो सुन्तला खेती अत्याधिक रूपमा गरिँदै आएको छ र हामीले देख्न सक्छौँ यहाँका विशेष गरी जीविकोपार्जन गर्नका लागि र विशेष गरी व्यावसायिक रूपमा यहाँहरूले यस सुन्तला खेतीबाट यहाँहरूले आफ्नो जीविका चलाइराख्नु भएको छ। यो चुरे गाउँपालिका नम्बर 1 मा अवस्थित घोडेथौडमा हामी रहेका छौँ। हामी गरबा दरबार साथै खैराला जाने क्रममा छौँ। यो एकदम राम्रो हामी यो बोट बिरुवाहरू देख्न सक्छौँ। नवनिर्मित घरहरू बन्दै गरेको अवस्था पनि छ। यो दृश्यमा तपाईँले देखाइरहेको छु। रिपोर्टिङ गरेर अलि पछि 2 घण्टा जति गाडी चलाइसकेपछि डबल ड्युटी गर्नुहुन्छ, राति पनि बिहान पनि। ड्राइभरको यस्ता छन् हालती। मालिस गर्नु परिरहेको छ। कान पनि पड्काइदिनुहोस्। हामी चाहिँ अहिले नम्बर 1 वडा कार्यालय पुगेका छौँ। यहाँबाट हामीले कम्ती पनि अझै 2-3 घण्टा लाग्छ होला। आज 2-2.5 घण्टा त लाग्छ होइन। वैशाख 1-7 गतेसम्म भव्यताका साथ मनाऊ। जन्म मृत्यु विवाह बसै शिक्षा व्यक्तिगत घटना दर्ता आफ्नो गाडीमा वडा कार्यालयमा गई गाउँपालिका वडा नम्बर 1 अन्तर्गतमा हामी छौँ। एकदम सल्लाहको दृश्य हामीले देखिरहेका छौँ। हाम्रो पञ्जीकरण शाखा प्रमुखज्यूको नेतृत्वमा के अरे यो हाम्रो चुरे गाउँपालिका नम्बर 2 र 4 जाने क्रममा हामी यो बाटोमा गइरहेका छौँ। एकदम यो सल्लाहको दृश्य हामी देखाइरहेका छौँ। एकदम राम्रो सिन हामी तपाईँहरूले देखाइरहेका छौँ। यो चुरे गाउँपालिकाको प्रत्येक गन्तव्य बन्न सक्ने सम्भावना यो भिडियो बन्ना पनि तपाईँलाई म जानकारी पनि गराउन चाहन्छु। अत्याधिक राम्रो र सुन्दर दृश्य तपाईँहरूले हामीले देखाइरहेका छौँ। ल हामी चाहिँ अहिले यहाँ निगालीबाट यो नलको चाहिँ हाम्रो निगाली हो। यो हो हामी चाहिँ उकालो लाग्यो। हामीले केटी दाइ भन्नुपर्ने केटी दाइ यो चाहिँ अहिले चाहिँ हामी आहा ल रोको 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 ल ल ल ल ल अरे यस हुनुपर्छ यस्तो गाडी टाइममा। यत्रो दुःख गरेर यस्तो रोडमा आइया त अनि अलिअलि हुनु परेन यस्तो। ओ पत्रकार दिवा आयो आइसो ल खमन दाइ ल यस खाना पुग्ने कति लाग्छ यहाँबाट? खाना पुग्ने 1 घन्टाभन्दा बढी बस्छ यहाँबाट। ल अहिले चाहिँ हामी यो माथि यहाँ जानुपर्ने हो केदार डाँडा भन्ने बाटो चाहिँ जति अगाडि अगाडि जाँदैछौँ त्यति गाह्रो हुँदैछ होइन। यो चाहिँ केदार डाँडा बाटोको अवस्था चाहिँ यस्तो रहेको छ है। पत्रकार थियो केही छ पत्रकार चाहिँ पुरा कोमा हुनुहुन्छ। किन हो खै के भयो रे?
देउता रिसाएर कालभैरव देउता रिसाएर कालभैरवको मालिकलाई बाटोको डरले हो लागु लाग्यो भन्छ उहाँ जिउलाई जे भयो अब यता चाहिँ हामीले घुम्नु पर्छ डेन्जर रहेछ नि ओ काटा हेर काटा हो खै उभिने भनेको रोड नभनेको रोड भने केही घट्ने गर्नु मान्छे छ नि रोड चाहिन्छ उद्या पनि चौर रहेछ त राम्रो देउथलो यो पुरै किन हेरौँ न यहाँबाट कस्तो देखिन्छ आहा बल्ल रमाइलो हो नि त मान्छे हिँड्न गुरुजी अहिले त्यहीँ जाने ओ सर त्यहाँ त उत्रिनु पर्छ है मैले चाहिँ यो केटा डाँडा होइन यो अगाडिको बिस्तारै हिँड्नु यार यहाँ त्यहाँबाट हामी जाने अरे अगाडि हेरौँ न यार खाली यार ए त यहाँ त अगाडि हेरौँ यार खाली यार कस्तो आयो यार उयो रोड हामी जानुपर्ने आउँदाखेरि त हामी उताबाट आउने हो नि त जाँदाखेरि जान्छ कि नै ट्र्याक्टरलाई झन् खतरले तल ठोक्केला है यहाँ त केही हुन्न यहाँ भित्तामा ठोकिन्छ भने बढ्यो के मलाई त अब त्यहाँ छर्यो भने के हिम्मत दाइ यार केदार डाँडा अलिकति यहाँनिर रहेछ अप्ठ्यारो उत्रियो कि दाजु उत्रियो कि झन् म उत्रे त होइन कुन्डल कम हुन्छ मजाक नहुँदा यहाँ यहाँनिर चाहिँ अलि उठेछ एक दुईवटा त यस्तो पनि आउनु पर्यो त होइन भिडियोमा हाल्नुलाई भयो नि यो चाहिँ खुब राम्रो लाग्यो मलाई यो फाटन यो दामी देख्यो नि के छैन कावल गर्न बाढ लगाएर रहेछ रे के छ भन्नु पर्ने बोलौ न दर्ता सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी सूचना देशव्यापी रूपमा सञ्चालन भइरहेको गतेदेखि वैशाख 7 गतेसम्म भव्यताका साथ मनाउँछ जन्म मृत्यु विवाह बसेसराई सम्बन्ध विच्छेद अगाडि त भिड देखिन्छ त यार अहिले फुट्ला छ बोली साथीको सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी
घटना दर्ता सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी सूचना। घटना दर्ता सप्ताह सफल पारौँ। देशव्यापी रूपमा सञ्चालन भइरहेको घटना दर्ता सप्ताह वैशाख 1 गतेदेखि वैशाख 7 गतेसम्म भव्यताका साथ मनाउँ। जन्म, मृत्यु, विवाह, बसेसराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता आफ्नो घटना दर्ता सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी सूचना। घटना दर्ता सप्ताह सफल पारौँ। देशव्यापी रूपमा सञ्चालन भइरहेको घटना दर्ता सप्ताह वैशाख 1 गतेदेखि वैशाख 7 गतेसम्म भव्यताका साथ मनाऊ। जन्म, मृत्यु, विवाह, बसेसराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता आफ्नो स्थानीय ओडा कार्यालयमा गई 35 दिन भित्र दर्ता गरी सबै नागरिकको परिचय दिउँ। चुरे गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा घरखेडा कैलालीद्वारा जनहितमा जारी सन्देश। हामी त तराई लेभल आइहाल्यो नि होइन त्यहाँबाट गएर उल्टो बाटो हो यो तल घटना दर्ता सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी सूचना। घटना दर्ता सप्ताह सफल पारौँ। देशव्यापी रूपमा सञ्चालन भइरहेको घटना दर्ता सप्ताह वैशाख 1 गतेदेखि वैशाख 7 गतेसम्म भव्यताका साथ मनाऊ। जन्म, मृत्यु, विवाह, बसेसराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता आफ्नो स्थानीय ओडा कार्यालयमा गई 35 दिन भित्र दर्ता गरी सबै नागरिकको परिचय दिउँ। चुरे गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा घरखेडा कैलालीद्वारा जनहितमा ओडा कार्यालयमा गई 35 दिन भित्र दर्ता गरी सबै नागरिकको परिचय दिउँ। चुरे गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा घरखेडा कैलालीद्वारा जनहितमा जारी सन्देश। दाजु उत्रिउँ त म अभियान सञ्चालन हुने सम्बन्धी घटना दर्ता सप्ताह सफल पारौँ। देशव्यापी रूपमा सञ्चालन भइरहेको घटना दर्ता सप्ताह वैशाख 1 गतेदेखि जारी सन्देश। घटना दर्ता सप्ताह अभियान हामी चाहिँ अहिले 2 नम्बर वडा कार्यालय पुग्न लाग्यो होइन। अहिले चाहिँ हामी वडा नम्बर 2 को कार्यालय पुगिसकेका छौँ। लगभग कति हिँड्ने 3.5 घन्टा चरम प्रयासपछि पुगेका छौँ। हामी चाहिँ अब खानासाना खाएर निस्किसक्यो अगाडि मृत्यु, विवाह, बसेसराई, सम्बन्ध विच्छेद व्यक्तिगत घटना दर्ता आफ्नो स्थानीय ओडा कार्यालयमा गई 35 दिन भित्र सबै नागरिकको परिचय दिउँ। यो चाहिँ हाम्रो वडा नम्बर 2 को पञ्जीकरण शाखा घरखेडा कैलालीद्वारा जनहितमा राम्रो गाउँ खैरला होइन। खाना पनि एकदमै स्वादिष्ट खाइयो। त्यो हो घटना दर्ता सप्ताह अभियान सञ्चालन हुने सम्बन्धी सूचना। घटना दर्ता सप्ताह बाँकी कुराहरू चाहिँ अब बाटोमा गर्दै गरौँ न। घटना दर्ता सप्ताह वैशाख 1 गतेदेखि वैशाख 7 के छ खानाको बारेमा के छ भन्नुपर्ने? खाना दामी अर्ग्यानिक खाना खाइयो होइन। यताबाट हाम्रा केही छ कि भन्नुपर्ने? होटेलहरूमा पुरा मिक्सिङ खाना केमिकल खानुभन्दा गाउँको प्योर खाना शुद्ध खाना खान पाइयो। एकदम खुसी। सायद 2 वर्ष आयु बढ्यो जस्तो लाग्यो। गुरुजी ओ दाजु के छ भन्नुपर्ने? हो धेरै पछि होस पाएको व्यक्ति धेरै पछि होस पाएको व्यक्ति के छ खबर? ठिक छ नि? ल हाम्रो त गाडी फसेको छ। ओ छोडाउँ त हेलो निकाल्ने। खतम भयो भने थोडी उनी निस्किने हो आफै। ब्याग नआउने हो काका? यस्तो गरौँ त यहाँ तलबाट जानु नि त। ओ पत्रकारज्यू शब्दलाई यो हाम्रो एकदम गाडी फसेको छ यहाँ। हाम्रो ओम्याङजीले चलाएको गाडी हो यो। गाडी अहिले चाहिँ हामी 2 नम्बरभन्दा माथि आइसक्यो होइन। लगभग दरबार पुग्न आँटिसक्यो। तर हाम्रो चाहिँ यहाँ छ है हिलो रहेछ हल्का।
गाडी खस्यो अब निकाल्ने हुँदैछ यहाँ पनि गाउँको नाम त ठ्याक्कै थाहा छैन तर राम्रो त अलिक शीतल रहेछ तल खाना खाएको ठाउँमा चाहिँ हल्का गर्मी थियो होइन यहाँ चाहिँ शीतल रहेछ बिहानदेखि कति भयो टाइम है 1 बजिसक्यो लगातार हिँडेको थियौँ हामीहरू अब एकछिनमा टक्क दरबार पुग्ने टाइम भयो दरबार पुगेपछि अनि बुधबारे अलिअलि भिडियोहरू बनाउनु है त मजाले पानी आउँदैछ एउटा पिउने पानी त होला नि यो त भराउनु त बोतलमा उदय एउटा हेलो उदय अगाडि बोतल त भराउँछ चिसो छ भने खाइदिनुपर्छ ल अब एकछिन उद्धार गरेर हामी यहाँबाट लागे ल अन्तिम प्रयास खै पत्रकार दिउ हजुर खै पत्रकार दिउ हाम्रो त केही भएन त एकै ठाउँमा बसेर पनि ल हाम्रो त गाडी निस्कियो अब चाहिँ हामी लाग्छौँ यताबाट होइन बाँकी कुरा उतै है त अहिले चाहिँ हामी पुगिसकेका छौँ हाम्रो वडा नम्बर 4 को कार्यालयमा यो चाहिँ हाम्रो वडा नम्बर 4 मा पर्ने गोर्खा दरबार है चुरे गाउँपालिकाको एकदमै लोकप्रिय प्रसिद्ध ठाउँ है कोही हुनुहुन्न रे कोही हुनुहुन्न यो चाहिँ हाम्रो वडा नम्बर 4 गोर्खा दरबार यो अलि संरक्षण गर्नुपर्ने हो होइन खासमा यो चाहिँ हाम्रो गोर्खा दरबार है एकछिन यहाँ अलिअलि कार्यक्रमहरू सञ्चालन गरेर त्यसपछि लाग्नेछौँ थोरै भिडियोहरू पनि सुट गरौँला होइन टाइम मिलेपछि चाहिँ अब मेन भनेको चाहिँ यही हो आजको बाटो चाहिँ एकदमै चाहिँ यो पुरै चट्टान हो है राम्रो छ ओभरअल नमस्कार मेरो नाम नरेश योगी हामी यति बेला चुरे गाउँपालिकाको वडा नम्बर 4 मा अवस्थित चुरेकै प्रसिद्ध एउटा महत्त्वपूर्ण दरबारमा रहेका छौँ एकदमै पुरानो ऐतिहासिक दरबार गोर्खा दरबारमा रहेका छौँ यहाँभित्र हामी प्रवेश केही समयमा गर्नेछौँ तपाईँहरूले विशेष गरी चुरे गाउँपालिकाको एउटा पर्यटकीय गन्तव्य बन्न सक्ने यो ठाउँमा हामी यति बेला जोडिएका छौँ अब के गरौँ हामी भित्रतिर प्रवेश गर्छौँ है त सर्व भयो के बात भाइ ओडीको टोक्ला यार त्यति बेला इँटा कहाँबाट ल्यायो होला मैम हेलो गाइज यो चाहिँ हाम्रो चुरे गाउँपालिकाको वडा नम्बर 4 मा रहेको चाहिँ गोर्खा दरबार होइन राम्रो खालको त्यो बेलाको जमानामा यो चाहिँ पुरै आँगन भयो यो हाम्रो आँगन एकदम राम्रो भ्यू देखिँदो रहेछ आँगनबाट यो चाहिँ हाम्रो दरबार अहिले चाहिँ अब अवस्था यस्तो होइन संरक्षण गर्नुपर्ने अवस्थामा रहेछ अहिले चाहिँ यो चाहिँ हाम्रो एकदमै पुरानो चिज भएको कारणले यसलाई चाहिँ संरक्षण गर्दा चाहिँ एकदमै राम्रो हुने अनि हाम्रो चुरेको दरबार पनि तराईको जिल्लाहरूमा पनि एकदमै फेमस छ होइन त हामी चाहिँ अहिले एकदमै राम्रो लोकेसनमा आइसकेका छौँ यहाँ केटाहरू उत्सुक भइसकेका यस हजुर त्यही भएर आहा
एकदमै राम्रो ठाउँ यहाँ एकदमै मन्दिर रहेछ होइन हाम्रो यता जानुपर्ने तल चौमाला भन्ने चाहिँ यो चाहिँ रोड पनि यहाँ रहेछ रोड यही धेरै भिरबाट रहेछ रोड चाहिँ ल यहाँ डान्स चलिरहेको आहा ओ पत्रकारज्यू हल्लिउ न त हल्लिउ आहा खतम सबैजना पछाडि आउँछ यहाँ सबैजना आउँ है एकदमै राम्रो अनि यस्तो छ यो बाटो हामीले यसो जानुपर्ने हो त्यहाँ जानुपर्ने हो डर लाग्दो रहेछ हौ बाटो ल वाउ एकदमै लोकप्रिय डान्स एउटा कालो आएर ले ल अब चाहिँ हामी चौमालातिर लाग्यो हामी चाहिँ झर्नुपर्ने बाटो यो हो होइन मन्दिर चाहिँ अलिकति पहिलो दिनको लागि चाहिँ हल्का डर लाग्दै रहेछ बाटो यही भिरै भिर झर्नु पर्दो रहेछ होइन टर्निङ त यस्ता रहेछ नि त यहाँ हजुर अरे यस्तो त नगरौँ न त यार मजाक नगरौँ एकै टर्निङमा थाहा हुन्छ त यार टर्निङ चाहिँ अलि नपुग्ने खालको रहेछ हामी चाहिँ माथि टपबाट हामीले चाहिँ त्यो भिडियो अगाडि डान्स भिडियो चाहिँ माथि टपमा हो हामी चाहिँ अहिले धेरै तल आइसकेका छौँ त्यो सकिहाल्यो भिर त्यो चाहिँ मेन भिर भन्दै थियो यसलाई चाहिँ है अब हामी त्यस्तै डाँडै डाँडा चौमाला जान्छौँ ल अहिले चाहिँ हामी चौमाला पुगिसकेका छौँ ए अब टक्क यहाँबाट अत्तरिया जान्छौँ जुस जुस मस्त पेलेर पाहाडतिर लाग्छौँ अहिले चाहिँ हामी स्याउले बजार पुगेका छौँ गन्नाको जुस खाना बनाइ चाहिँ के छ दाजु हो हेलो एक शब्द कस्तो भयो दिन त्यससँग केही सम्बन्धित कहानी ल अब चाहिँ हामी एकछिन गन्नाको जुस खाएर यताबाट निस्किन्छौँ है त ल अब चाहिँ अहिले हामी पाहाडतिर लागे यो चाहिँ हाम्रो गोदावरी यो गोदावरी पुल चाहिँ ठ्याक्कै अगाडि छ यो चाहिँ हाम्रो पश्चिमको सम्पूर्ण जिल्लाहरू चाहिँ अहिले तराई जिल्लासँग चाहिँ जोडेको छ होइन एकदमै प्रसिद्ध ठाउँ यो चाहिँ यहाँबाट चाहिँ हामी सिधै एन्डिङ गरेर घरतिर जान्छौँ यो चाहिँ एकदम धार्मिक पर्यटकीय स्थल हो यहाँ फोटो खिच्नलाई काठे पुल एउटा यहाँको पर्टिकुलर गन्तव्य हो भने थाहा छ अघिदेखि पुलको भन्दा कि नबोल्ने आउँछ अघि बढी हुन्छ हो हाम्रो गोदावरीको चाहिँ नयाँ पुल हो कहाँ काठे पुल यहाँको यो चाहिँ पुरानो काठे पुल हो यो चाहिँ एकदमै लोकप्रिय छ यो चाहिँ हाम्रो नयाँ पुल ए दाइ अबि के हो यस्तो चलाइ काठे पुल यो चाहिँ काठे पुल हो यहाँ चाहिँ एकदमै भिडभाड हुन्छ है बाह्रै मास यहाँ फोटो खिच्ने भिडभाड हुन्छ अब बाँकी कुरा चाहिँ घर पुगेर एकदम भिडियोको एन्डिङ गर्नुपर्ने हुन्छ ल अहिले चाहिँ हामीहरू घर पुगेर फ्रेस भएर अब